गुड मर्निङ सबैजनालाई अनि गोजुजाङपु फेरि पनि वेलकम छ मेरो नयाँ ब्लगमा। हजुरहरूले देखिसक्नु भयो होला हैन, चाहिँ मकैबारी हो। यो चाहिँ अस्ति मैले गोडेको मकै हो हैन। गोडेर चाहिँ अब अहिले चाहिँ यत्रो ठुल्ठुलो भएको छ हैन। यहाँनिर हेर्नुहोस् होला माथिसम्म नि छ। अनि यता यहाँ पर निक्कु यहाँ तपाईँले देख्न सक्नुहुन्छ सिबीहरू पनि छ हैन, देख्न सक्नुहुन्छ। फुल लाग्दैछ हैन। अनि यहाँनिर मैले फर्सी रोपेको छु, चाहिँ मैले प्याज रोपेको थिएँ हैन। प्याज चाहिँ आज म निकाल्छु। यत्रो यत्रो चाहिँ फरेछ है साथीहरू प्याज चाहिँ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ प्याज त्यस्तो ठुलो त भएन रहेछ हो, तर पनि घरमा खाने चाहिँ हेर्नुहोस् होला है। अर्ग्यानिक बारीमा रोपेको अर्ग्यानिक प्याज यहाँनिर देख्न सक्नुहुन्छ है। अनि हेर्नुहोस् होला मैले चाहिँ यति निकालेँ प्याज, अर्ग्यानिक बारीको प्याज। अनि हजुरलाई अर्ग्यानिक बनाना पनि देखाउँछु ल। यहाँ माथि हेर्नुहोस् त यो केरा फलिरहेको छ हो। यसलाई चाहिँ अब पाक्न टाइम लाग्छ। एकदम अर्ग्यानिक हाम्रो बस्तीमा पाकेको केराको बोट। प्याज लिइसकेको छु साथीहरू। अब चाहिँ म स्कुलको लागि चाहिँ थाइपोहरू पनि बनाउने छु। प्याज चाहिँ लिइसकेको छु साथीहरू। मैले चाहिँ प्याज अहिले धुँदैछु। अब चाहिँ म यसको थाइपो बनाउँछु। हेर्नुहोस् है साथीहरू अर्ग्यानिक प्याज। वाउ मैले चाहिँ यहाँनिर कोपी लिइसकेको छु, अर्ग्यानिक कोपी बारीको हैन। यो चाहिँ मैले हिजो ल्याएको हैन। फाइनली मैले चाहिँ कोपी चाहिँ काटिसकिसकेको छु। यतिको मेन दामी भएको छ हैन। अब चाहिँ म प्याज काट्ने छु। अनि साथीहरू मैले चाहिँ यहाँनिर कोपीहरू प्याज काटेर हैन एकदमै रेडी राखिसकेको छु हैन। अनि यसमा मैले नुनहरू स्वाद अनुसार नुन तपाईँहरूले कति हाल्नुहुन्छ त्यति हाल्नुहोस् होला। मैले प्याजहरू नुन अलिकति हुचिङ हालिसकेको छु हो। अब यसमा म अलिकति तेल हालेँ हैन। अब यसलाई चाहिँ म मजाले फिट्ने छु। यसलाई चाहिँ मजाले फिट्नुहोस्।
थाइपो रेडी थाइपो बोकेर जाँदैछु अनि यहाँ माथि चाहिँ इडेला हामी आमा छोरी चाहिँ स्कुल क्यान्टिन जाँदैछु चाहिँ झालमुरीको लागि चाहिँ म चाहिँ यहाँनिर रेडी गर्दैछु सबै मैले यसमा हालिसकेको छु होइन अब चाहिँ म यसमा मुरै हाल्नेछु बुझ्छ त हजुर चिज बनाऊ होला झालमुरी रेडी अँधेरो भयो होला थाइपो अरू